कुनै कन्या छिन्, कन्यालाई हेर्न जानु पर्यो। तपाईँ कस्तो भएर जानु भएको छ त्यो कुराले पनि 100% फरक पार्छ, हो कि होइन? अर्को पार्दैन। तपाईँ चिटिक्क परेर जानु भएको छ, कुराकानी भयो, मन पर्यो, विवाह भयो भने दोस्रो दिनदेखि तपाईँ चाहिँ सामान्य एउटा धोती लगाएर एउटा टी सर्ट लगाएर घर खाना पकाए पनि तपाईँ ती कन्याको लागि प्रिय नै हुनुहुन्छ। तर त्यो हुन्छ भन्दैमा कन्या हेर्न जाँदा पनि त्यस्तो डाडो बन्ने लिएर जानुभयो भने हुन्छ त? हुन्न नि त, हो कि होइन? कन्याको दृष्टिमा पनि अथवा पुरुषको दृष्टिमा पनि ती कन्याले भोलि पर्सि विवाह गरेपछि घरमा काम गर्दा अथवा खेतमा काम गर्दा अन्यत्र काम गर्दा जस्ता कपडा लगाए पनि जस्ती देखिए पनि त्यो पतिको प्रिय नै हुन्छन्। तर त्यो भन्दैमा हेर्न गएको दिन पनि भर्खर खेतबाट चाहिँ त्यतिकै टुकुन टुकुन तो कोदालो लिएर सँगसँगै तपाईँ हेर्न आउनुभएको छ भनेर आएपछि रुचाउँछ त? रुचाउन्न नि त। भनेपछि यहाँ के भयो त भने आफ्नो बनाइसकेपछि ऊ जस्तो भए पनि त्यहाँ ऊ आसक्त रहन्छ, तर आफ्नो नबनाउँदासम्म चाहिँ कहीँ न कहीँ आकर्षणले काम गर्छ। त्यही भएर भगवानमा प्रेम नहुँदासम्म भगवानको सजावट, भगवानको सुन्दरता त्यो पनि काम गर्छ। तर भगवानमा मन पूर्ण रूपमा गइसकेपछि संसारका सुन्दरता भन्दा भगवान राम्रो हुनुहुन्छ भनेर पूर्ण रूपमा मनले मानिसकेपछि त्यसपछि भगवान जस्तो सुकै भए पनि त्यो कुरा फरक पार्दैन। त्यसैले भगवानको श्रृङ्गारले भगवानलाई राम्रो बनाउनुले पनि कहीँ न कहीँ भक्तिमा फरक पार्दो रहेछ। आनन्द कन्द भगवानको